ल यो बागमती खोला काठमाडौँ बागमती खोला हो यो। दर्शन गर्नु होला। अहिले एकदम बर्खामा पानी उयो बगेर सफा पानी भइरहेछ। यो गुहेश्वरी देवीको एउटा अङ्ग यहाँ झरेको भनिन्छ। अब उसमा गुहेश्वरी बाहिरको दृश्य है। यो काठमाडौँ पर्यो। यो यतापट्टि हेर्नु। अब यहाँबाट उकालो यसो गएपछि पशुपति पुगिन्छ। यो भगवानले बुद्धवास तपस गर्ने ठाउँ बनाएको यो धेरै ठुल्ठुलो मन्दिरहरू छ। यो गुहेश्वरी मन्दिर भयो बाहिरको दृश्य। यो जङ्गल भयो उता। जङ्गलमा माथि मृगहरू छन्, बाँदरहरू। यहाँदेखि परैसम्म मन्दिर हेर्नु। दर्शन गर्नु होला साथीहो। मन्दिर यति राम्रो दृश्य छ। यो यहाँ यतापट्टि बागमती, यतापट्टि बाहिर यो माला बेच्नेहरू हेर्नुहोस्। यो माथिसम्म ल साथीहरू दर्शन गर्नु होला। आज बिहानै बनाएको भिडियो। देवी गुहेश्वरी माताले सबैलाई कल्याण गरून्। ल बाई बाई। अब दर्शन गरेर हामी चाहिँ यहाँबाट निक्लेको।